हेलो नमस्ते तपाईँलाई स्वागत छ मेरो घन्टे ब्लगमा। म चाहिँ विजय होइन। अहिले दिउँसो भइरहेको छ, 7 बजिरहेको छ अनि घरमा बस्दा बस्दा अल्छी लाग्यो क्या। अब तपाईँलाई अन्तु पोखरी देखाउँछु। अब म र दिदी चाहिँ अन्तु पोखरीतिर जाँदैछु घुम्न। तपाईँलाई अन्तु पोखरी देखाउँछु। अस्ति पनि एउटा भिडियोमा देखाउँछु भनेको थिएँ, देखाउन पाएको थिइनँ, अब देखाउने छु होइन। अहिले म चाहिँ निस्किसकेको छु, दिदी चाहिँ रेडी भइरहेको छ। मेरो दिदी चाहिँ रेडी भइरहेको छ होइन, रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँ दिदीलाई। आम्बो आज गोरी भएको छ यहाँ दिदी चाहिँ, हेर्नुहोस् न हो। म चाहिँ यति जाने होइन सक्नुहुन्छ। अनि यसो आज पोखरतिर घुमिदिउँ न होइन, के छ कसो छ होइन। पानी परेर आज के भन्नु गाइस, मौसमै खराब यार। पानी परेर त के भन्नु के भन्नु। अब हामी जाँदैछौँ, बाहिर निस्किँदैछौँ होइन। दिदी ढोका लगाउनु त गाइस। यहाँ सुन्छ पानी पर आम्बो। ओ माई गड, ओ माई गड। ल हामी चाहिँ अब जाँदैछौँ होइन गाइस। हामी चाहिँ गइरहेको छौँ होइन। पानी परेर हेर्नु न गाइस। म चाहिँ यहीँ बसेको होइन, यहाँ देख्न सक्नुहुन्छ दिदी आउँदैछ। दिदी आउँदैछ होइन। यहाँ भ्यू देख्नु न, आम्बो आम्बो भ्यू हेर्नु न गाइस। तपाईँलाई अहिले बाटोमा देखाउँछु अगाडि ल गाइस। हामी चाहिँ अहिले बाटो आइसकेको होइन। बाटोमा पानी पर ध्वस्त यार, के भन्नु हेर्नु न मौसम आम्बो। अन्धको मौसम यहाँ न बाटो डाँडा चढिरहेको छौँ होइन। के भन्नु अहिले अगाडि भेट्नुपर्छ होइन, यसले त केही छैन। यतिकै हो गाइस। हामी चाहिँ पोखरीको छेउमा आइसकेको छौँ, पोखरीको छेउमा देख्न सक्नुहुन्छ। हामी चाहिँ आइसकेको छौँ होइन। यहाँ दिदी पनि, दिदी हाई गरिदिन्छ मेरो भ्लगमा। दिदीले फर्स्ट टाइम हाई गरेको छ गाइस। यहाँ पोखरी आइसकेको छौँ हामी। कता जाने हामी यता अब कता क्याफेमा बस्न आँटेको छौँ होइन। यता हेराइ हुन्छ तपाईँलाई, अब बस्नु है गाइस होइन। हामी चाहिँ क्याफेबाट निस्किसकेको छौँ होइन। त्यहाँ यसो गफ हान्न मात्र गएको थियौँ दिदीसँग। दिदीले के गफ हान्नु भयो थाहा छैन होइन। अनि अहिले चाहिँ हामी 3 जना छौँ, दिदी म अनि एउटा बहिनी। अहिले चाहिँ हामी अन्तु पोखरीको साइडमा घुमिरहेको छौँ। यहाँ देख्नु सक्नुहुन्छ यहाँको सुन्दर दृश्य हो, दामी छ होइन। यहाँ हेर्न सक्नुहुन्छ गाइस। यहाँ घोडा पनि आइरहेछ। दिदी घोडा आयो, बहिनीलाई पकाउनु। यहाँ हेर्न सक्नुहुन्छ यहाँको सुन्दर दृश्य अन्तु पोखरी। अहिले यहाँ लाइट बलेकै छैन किनभने यता अहिले टाइम भएको छैन। टाइम त भइसक्यो तर लाइटै बालेको छैन होइन। दामी देखिन्छन् होइन। अहिले अगाडि देख्नुपर्छ ल। यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू टन्नै हुन्छ अन्तु पोखरीको छेउमा। पानी परेर अहिले धेरै चिसो भएको छ होइन। यहाँको बान्ने चिसो हुने होइन, यहाँ चिसो भइरहेछ ओभर। अगाडि हेर्न सक्नुहुन्छ अहिले हामी ल गाइस। A few moments later. हामी चाहिँ राउन्ड घुमेर आइसकेको छौँ होइन। अहिले यहाँ पोखरीमा लाइटिङ सुरु हुँदैछ होइन, बिस्तारै भोल्टेज नभएर क्या। पानी परेको चाहिँ यता के भन्नु या, त्यही भएर रातिको समयमा निस्केको है म चाहिँ। अहिले हामी पोखरीको आधी राउन्ड घुमिसकेको छौँ होइन, अगाडि पुग्न आँटेको छौँ। यो बहिनी धेरै चकचक गर्छ है। ओ बहिनी, हो तिम्रो नाम के हो? बोला अब बोला, अब बोला तिम्रो नाम के हो भन छिटो छिटो बोल। यो बहिनी होइन अघिदेखि चाहिँ क्यामेरा अफ भएको बेला बोलेको होइन। अहिले क्यामेरा अन भएको छ, केही बोलिरहेको छैन होइन यो बहिनी। यता ओ तिम्रो नाम के हो भन, तिम्रो नाम भन के हो छिटो भन न छिटो, के हो तिम्रो नाम। हेर यहाँ यो बहिनीले धेरै न्यु खोजिरहेछ, ल्याङ गरिरहेछ यो बहिनी। यहाँ हेर्नु सुन्छ अगाडि हामी होइन आधी घुमिसकेको छौँ पोखरी। ओ बहिनी तिम्रो नाम के हो भन छिटो छिटो। यो बहिनी होइन बोलिरहेको छैन होइन गाइस। यो यही बहिनी हो, अघिदेखि क्यामेरा भएको बेला बोलेको थियो होइन। हामीले मौसम चाहिँ न दामी छ आजको, पानी परेर होइन। यहाँ अगाडि घोडा रहेछ एउटा, यहाँ घोडा बोटिङ गर्ने ठाउँ पनि छ होइन। यहाँ बोटिङ गर्न पनि सक्नुहुन्छ आएर। यहाँ घोडा रहेछ एउटा होइन गाइस। छोटो मिठो भ्लग यतिकै। भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। तपाईँहरूको साथ र मायाले नै मलाई यस्तो रमाइलो भिडियो बनाउन प्रेरणा दिन्छ। धन्यवाद, टाटा, जय नेपाल।